हेलो गुड मर्निङ दाजु। हेलो के छ बर्थडेको मम्मीको खबर के छ? ल हाम्रो यहाँ छोइला बन्दैछ। चट्ट परेको चिकन छोइला बन्दैछ। दिदीले एकदम मिठो छोइला बनाउँदै हुनुहुन्छ। स्पेसलै कसैलाई चाहियो भने मलाई अर्डर गर्नु होला है त। हेलो गाइज व्हाट्स अप। घामले पुरै बोल्नै गाह्रो भयो। के छ खबर? वेलकम टु अनदर भ्लग। अहिले भनेको बिहानको लगभग 11 बज्न आँटेको छ। म पर दाइहरूकोमा जान आँटेको। हिजो खसी काटेर आएको छ। खसी खान त जानु पर्यो नि त। भन्दा पनि के पकाउन सघाउनको लागि पनि आउनु है भन्दै हुन्थ्यो दाइ भाउजूले। अनि त्यो भएर म आज अब छुट्टीको दिन पनि आइतबार होइन, अरू बेला भात म खासै त्यस्तो भ्याउँदिनँ पनि थिएँ। अनि त्यसपछि म चाहिँ चट्ट अहिले जान आँटेको, निस्किन आँटेको। आज उठाइ पनि अलिक ढिला ढिला भयो। लगभग अघि कति बजी उठ्यो भन्दाखेरि 9:30 बजीतिर मात्र उठेँ, किनकि आज राति मेरो भनेको सुत्दाखेरि 2 बजेको थियो। ट्रेडिङको मैले एउटा फर्स्ट मास्टरी कोर्स कति 1 घन्टा 20 मिनटको बेसिकदेखि म सबै बनाइरहेको छु नि त होइन। अनि त्यो भएर त्यो सुट गर्नु थियो, एडिट गर्नु थियो। हिजो मलाई दिनभरि उता आएदेखि बेलुकासम्म नै लगभग 8-10 घन्टा टाइम लाग्यो। फाइनली भिडियो ड्रप भइसकेको छ। तपाईँ पनि हेर्न चाहनुहुन्छ भने गएर हेर्नु होला। अब भनेको म लागे पुरा गर्मी, घाम चर्केको छ। लास्टै गर्मी होला जस्तो छ। हिजो पनि गर्मी नै थियो, आज झन् पुरै चरक्क परेको घाम लागेको छ। लेट्स गो। घाँटी पनि बसे जस्तो भइरहेछ क्या। हेलो गुड मर्निङ दाजु। के छ दाजु खबर? के प्रसाद? हेलो के छ बर्थडेको मम्मीको खबर के छ? ल लड्डु आउँदा आउँदै के छ दाजु खबर? आउँदा आउँदै लड्डु गुराउनु भयो त हौ। ल हाम्रो यहाँ बाहिर चिकन तार्ने काम हुँदैछ, भित्र पनि पाक्दैछ। अहिले म भित्र पनि देखाउँछु। यहाँ अब हाम्रो यो चिकन चिल्ली हो कि रोस्ट हो दाइ? ल हाम्रो यहाँ चिकन छोइलाको लागि चिकन फ्राई हुने काम हुँदैछ। सुरुमा 2टा ट्रेमा छ, एउटा ट्रे 2टा ट्रे। र अहिले चाहिँ म भनेको खाना खाएँ मैले आएर होइन। अनि त्यसपछि दाइले चाहिँ तार्दै हुन्छ। ट्रे ल्याउनु पर्ने भयो अरे। म चाहिँ सट्ट गरेर त्यो खन्याउने ट्रे लिएर आउँछु। पुरा पानी पर्न थाल्यो। हावाहुरी यस्तो आउला जस्तो भयो कि अघिसम्म त्यस्तो घाम लागेर गर्मी भइरहेको थियो होइन। अहिले त हावाहुरी आएर पुरै पानी पो पर्न थाल्यो। म यहाँ ठ्याक्क क्रोगरमा आएको छु। ल ट्रे मैले 5वटा जति ल्यायो। अलिक ठुलै ल्याउनु भन्नुभएको थियो, यही ठुलो जस्तो लाग्यो। भित्र गएर आएको त पुरै पानी त यस्तो ठुलो पर्न थालिसकेछ कि अब यस्तो ओढेर जानु होला। यस्तो गर्ने यो छ होइन। ओढेर भए पनि जानु पर्यो। गाडी मेरो कुनमा छ भन्दाखेरि पानी आज पुरै पर्ला जस्तो छ यार हेर्दाखेरि त। यो $5 गोटा पर्दो रहेछ यो एउटालाई। ट्याक्स समेत जम्मा गरेर $23 तिनटालाई। 3टा भनेपछि 5वटा। ल हाम्रो यहाँ छोइला बन्दैछ। चट्ट परेको चिकन छोइला बन्दैछ। दिदीले एकदम मिठो छोइला बनाउँदै हुनुहुन्छ। स्पेसलै कसैलाई चाहियो भने मलाई अर्डर गर्नु होला है त। फोन नम्बर राखिदिऊ। फोन नम्बर चाहिँ अहिले हुन्छ हस्। छोइला यहाँ बन्दैछ। कसो अरे भिराजु? कसो अरे? ल हजुर। चाउमिन कस्तो भएछ भिनाजु? ल हाम्रो दमकै है हजुरहरूको? 2। ल हाम्रो दमकको झापाली एकदम भेला भएको छौँ आज। छिमेकी हामी। हजुर हस्। ल ह्याप्पी बर्थडे भाउजू। रेडी? ल ठिक छ।
ह्याप्पी बर्थडे। के छ बर्थडे गर्ल? के छ तिम्रो खबर? ह्याप्पी ह्याप्पी ओके ल। अर्को हाम्रो सानी छोरी यहाँ आमा आमा के छ साने? के छ? मान्छे बोलाउनु पर्यो तिमीलाई? हो मान्छे बोलाउनु पर्यो हेलेको हो? हो र हाम्रो पाक्ने पाकिसकेको छ चाउमिन। त्यसपछि यहाँ के छ? चिकन छोइला। यो के हो? खसीको मासु। कता हो? ए यो पनि चाउमिन रहेछ त। यहाँ यतापट्टि के छ? खोल्नु त भाउजूहरू। यो भनेको कोपी र आलुको सब्जी। अनि त्यहाँ चाहिँ स्पेसल हो यहाँ यहाँ चाहिँ स्पेसल यो मटन होला। मटन हो। मटन यहाँ के छ भन्दाखेरि यहाँ टमाटरको चटनी स्यालेडहरू यता छ। अब हाम्रो पुलाउ पाक्न बाँकी हो। पुलाउ पाक्न बाँकी छ। ए पाकिसक्यो छैन खेलाउँछ अहिले। अहिले सबजना मान्छेहरू अहिले पकाउन अघि आउनुभएको थियो, पकाइसकेर जानुभएको छ। अनि पुलाउ बनाउन बाँकी। पानी पुरै अघि त खत्रै परेको थियो, अहिले हल्का पानी रोक्यो। अनि हामी चाहिँ बाहिर निस्किन आँटेको। लगभग पकाउने कुरा सबै कुरा बनाइसकेको छ। अनि केक ल्याउनु पर्ने छ, नानीहरूको टोपीहरू के ल्याउनु पर्ने छ अरे। बर्थडेमा लगाउने टोपी त्यो भएर दाइ म नानी तिनजना हामी बाहिर एकछिन गएर आउनु पर्यो अब। ल माइली छोरी तिमी पनि बजार जाने? ल हाम्रो माइली पनि बजार जाने भनेर हामी कहाँ हुँदा केक अर्डर गरेको चाहिँ भने कतापट्टिको? ए उता परको? ए वालमार्ट ए पर। ल टमाटर महँगो रहेछ अरू स्टोर भन्दा। यसमा 249 पर एलबी। वालमार्टतिर भनेको $1 पनि अलिकति कम्ती हुन्छ पर एलबी कि यहाँ त $2.5 रहेछ। महँगो स्टोर हो। र हाम्रो केक पिकअप भइसकेको छ। अब हामी यहाँदेखि डाइरेक्ट जान्छौँ। अनि बर्थडेको टोपीहरू के किन्ने भनेको थियो, यहाँ केही पनि नपाउँदो रहेछ। डलर ट्री जानुपर्ने भयो। बाटो पारि उतापट्टि वालमार्टको नजिकै डलर ट्री छ, त्यहाँ गएर बर्थडेको टोपीहरू हामी त्यहाँ गएर पिकअप गर्छौँ। बाहिर आइपुग्दा पुरै फेरि पानी पर्न थालिसकेको छ। नानी छिटो छिटो पानी आयो पानी आयो। ल केक तिमी बोकेर बस ल। ए तल राखिदिनु यार, तल राखिदिनु न त्यहाँ। होइन हुन्छ हुन्छ भुइँमा राखिदिनु त, भुइँमा राखिदिनु अहिले। नानीले ल हामी यहाँ डलर ट्री सब कुरा $1 मा पाउँथ्यो पहिला त, अहिले चाहिँ महँगो भएर पाउँदैन। अहिले त कति $1.25 कति पर्छ यहाँ बर्थडेको। ल यहाँ चाहिँ रहेछ बर्थडेको टोपी। यहाँ छ दाइ। 1 2 3 4 5 6 7 8 9 10 11 You don't need it at home, okay? What? बिसवटा भन्नुभएको थियो नि दाइ? 16 यस्तो पनि लग्यो क्या? ल यहाँ 2 खाले रहेछ। एउटा यो खाले भन्नु यस्तो गर यो खाले ठिक छ कि खै चाहिएको छ ल लाउनु हाइट होइन एउटै छ भाउजू प्राइस $1.25 क्या पनि ठिक छ $1.25 हो क्या यो वाला के हेडवाला यही ठिक छ त ट्याक्क छ होइन केटाकेटीलाई यस्तो ल्याइदिउँला नि त अलिअलि आधी ल्याउला नि त
ल ल ल ल 10 ल्याउनु 10वटा मिलाएर लगौँ न त ल हामीले 10वटा यो खाले लग्यौँ होइन अनि केटाकेटीको लागि 10वटा यो खाले त्यो ह्याप्पी बर्थडे लेखेकै हाल्नु ल मदर्स डेको हो मदर्सलाई ल्याएको र सरप्राइजमा दिउँ मम्मीलाई त ए सामान पो छ म त बिर्सेछु म त बिर्सेछु सामान त बर्थडे एकदमै रमाइलो भयो म ट्याक्क अहिले घर आइसकेको छु लगभग भनेको 9:30 भएको छ मैले आजको ब्लग अब यिनीहरू एन्ड गर्छु मैले बर्थडेको थोरै क्लिपहरू मात्र सुट गरेँ किनकि कसैले अप्ठ्यारो मान्नुहुन्छ के गर्नुहुन्छ त्यो भएर म ग्यादरिङ भएको बेला खासै त्यस्तो सबैजनालाई पब्लिक देखाएर भिडियो खिच्न मन खासै लाग्दैन क्या मलाई किनकि कसैलाई अप्ठ्यारो लाग्न सक्छ यसो क्यामेरा तेर्साउन पनि कस्तो रहेछ यो भने जस्तो कतिलाई लाग्छ जस्तो पनि लाग्छ होइन त्यो भएर खासै म हुन्छ नि पब्लिकमा सबैजनाको त्यो पार्टी सार्टी भएको बेला थोरै कचाकुचुक त्यो लड्कामा खिच्दाखेरि मात्र नभए त्यसरी पुरै ब्लग गर्न खासै मन लाग्दैन त्यो भएर पनि हल्का एउटा क्लिप मात्र मैले बर्थडेको त्यहाँ हालेँ होइन आई तपाईँलाई आजको भ्लग मन पऱ्यो होला भिडियो मन पऱ्यो भने भिडियो लाइक गरेर कमेन्ट गर्नु होला र हाम्रो युट्युब च्यानलमा नयाँ हुन्छ भने ट्यागको सब्सक्राइब गरेर पनि जोडिनु होला थ्याङ्क यू सो मच बाई बाई